गुड मर्निङ छ सम्पूर्ण मेरो साथीभाइहरूलाई। आशा छ तपाईँहरू सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। फिलहाल चाहिँ म अहिले सिटोङमा छु। सिटोङको टी गार्डन देख्न सक्नुहुन्छ तपाईँले। र यो उकालो चढेर चाहिँ होमस्टे जाँदैछु हो। हिजो सुताइ चाहिँ गाडीमै भयो, माथि नेटवर्क नभेटेर। र मजाको भ्यू छ, राम्रै छ हैन। अफ टुरिस्टहरू चाहिँ उहाँ छ। अब यहाँबाट एकछिनमा निक्लेर चाहिँ लामाहट्टा जानुपर्छ हैन। सिटोङको वेदर चाहिँ एकदम मौसम आज चाहिँ राम्रो छ। हिजोदेखिको चाहिँ पुरै फगी लागिरहेछ। होमस्टेहरू देख्न सक्नुहुन्छ हो। निकै पर छ यहाँ चाहिँ। क्या मस्त नजारा छ, कस्तो दामी मौसम भइरहेछ। यता चाहिँ झाडा जङ्गलहरू छ। ऊ पर चाहिँ लाफेन बुद्ध बसिरहेको छ हो। मेरो चाहिँ उयो छ होमस्टे चाहिँ पुरा टाढो पर्छ। हिँड्दै हिँड्दै जानुपर्छ, टाढो पर्यो। हिजो त्यहीँ सुत्नु भन्दै थियो, नेटवर्क नपाएर चाहिँ फोनमा गाडीमै बस्यो। जिउ पनि अलिक सन्चो छैन, जिउहरू अलिकति सँगसँगै दबाई खायो बेलुका पनि। अब अहिले ब्रेकफास्ट गरेर फेरि एउटा दबाई खानुपर्छ। के भन्नु, ड्राइभरको लाइफ हो, गर्नैपर्छ, काम नगरी हुँदैन। हामी ड्राइभरहरूको चाहिँ यस्तै हो, एक दिन काम गरेन भने, ड्युटी अफ गऱ्यो भने हाम्रो चाहिँ डेली बेसिसको फुडिङहरू हुन्छ, डेली बेसिसमा पाउँदैन। त्यो भएर चाहिँ म चाहिँ पानी सक्यो, पानी पनि लिन जान्छु। ब्रेकफास्ट चिया कफी के छ होमस्टेमा भाइहरूसँग बसेर खाइकन आउँदै हुन्छ होइन। यहाँ मजाको बनाऊ होइन। अलिकति त्यस्तै हो, मजाको फुलहरू फुलिरहेको छ। अन्त हिजो राति यताबाट आएको बाटो भुलेर अर्को बाटो चढी पठाएर साह्रो परेर देख्न सक्नुहुन्छ। यस्तो लामो बाटो हुनुपर्छ होइन। बिहानको सुरुवात चाहिँ यसरी नै हुन्छ पहाडमा होइन। यहाँ कपिलाहरू रोज मजाको सिन निक्लिरहेछ हो। यो चाहिँ फ्लावर हो, रोजै हो, गुलाब फुल। हिजो चाहिँ नभुलेर उयो बाटो झरी पठाएछ कि छैन, कहाँ आइपुगेँ जस्तो लाग्यो क्या। यो चाहिँ होमस्टे हो, वुड एडभेन्चर क्याम्पिङ। ऊ पर गेस्टहरू यस्तो कस्तो दामी सिनहरू होइन, मजाको देखिरहेछ हो। भर्खर त्यहाँ किचन गरेर उठेको, भर्खर उठेछ। उयो त राम्रो छ प्रपर्टी है, कस्तो दामी छ प्रपर्टी, कस्तो दामी छ। यहाँबाट चाहिँ अब वासरुम आएको। इधर रूम था, नेटवर्क नहीं था, इसीलिए चला गया। गुड मर्निङ सर। नजारा दामी भएको छ, प्रपर्टी राम्रो छ, कस्तो दामी बनाएको छ मजाको होइन। हेर्न सक्नुहुन्छ तपाईँले। ऊ पर पनि पर सबै जङ्गलहरू यहाँ छ, ब्युटिफुल दामी भएर छ। उयो चाहिँ होमस्टे अर्कै रहेछ, अलग्गै एरिग्रिन टेन्सेस भन्ने रहेछ। त्यो प्रपर्टी चाहिँ अलग चाहिँ। यहाँ झुलाहरू छ, यहाँ चाहिँ बन फायरिङ कचरा जलाउनु पनि होला सायद, केटाहरूले गरेको धुमछुटा गरिरहेको छ हो।
छैन टाइम पास झुला खेल टाइम पास के गर्नु लाइफ छैन यत्तिकै ट्राभल लाइफ अरूको जिन्दगी घुमाउँदै आफ्नो जिन्दगी चाहिँ झन्डा र पनि यो चाहिँ जोगीघाट भन्छ जोगीघाटको ब्रिज हो टुरिस्टहरू चाहिँ निकै तल गएर खेलिरहेको छ देख्न सक्नुहुन्छ टुरिस्टहरू दामी सिनहरू छ दामी छ है ब्रिजमा चाहिँ हल्का यसो क्या फोटोहरू चाहिँ मजाले देख्छ मौसम पनि कुल छ चिल छ मेरो गेस्ट चाहिँ तल पानी खेल्न गइरहेछ हो यहाँ चाहिँ देख्न सक्नुहुन्छ पहिला चाहिँ जोगीघाटको चाहिँ पहिला चाहिँ हो यस्तो यस्तो होइन हेर्नु यो चाहिँ काठको ब्रिज मेन्टेनेन्स छैन सडेर गइसक्यो यसलाई मेन्टेन गरेर कस्तो राम्रो सुहाउँछ होइन टुरिस्टहरू यसमा खेल्छ झुलाहरू डराउँदै छैन खालि फेरि बुक बाँध्यो थियो बुझ्यो फेरि तर हाम्रो चाहिँ मेरो गेस्टहरू चाहिँ पानी खेल्नु गइरहेको मेरो गेस्टहरू चाहिँ उहाँ छ हौ यी यहाँ गेस्टहरू खेल्दैछ माथि माथि पनि छ होइन यस्तै छ जिन्दगी आज यहाँ भोलि कहाँ बासिन्जेल गरौँ रमाइलो मन परेको मान्छेलाई भाउजू खाएको नि त्यस्तै हुन्छ र यसरी नै ब्लग यो सानो मेरो ब्लग खत्तम गर्दै जोगीघाटमै खत्तम गर्दैछु हो कस्तो लाग्छ के लाग्छ कमेन्ट्समा भन्नु होला लेखेर र यो जाँदै तपाईँ सुन्दरता छुँदै जाँदैछु